हेलो साथीहरू सबैजनालाई मेरो युट्युब च्यानलमा स्वागत छ। अनि हामी चाहिँ माउलीबाट फर्किँदै गरेको, बिहे पनि सक्यो, एकदमै रमाइलो भयो है, भव्य रूपमा रमाइलो गरियो। अनि आज चाहिँ हामी माउलीबाट मेरो माइत घर 1-2 दिन बसेर जाने भनेर चाहिँ, अब मेरो माउलीदेखि त नजिकै पर्छ नि त, 2 घन्टा 2.5 घन्टा जतिमा पुगिहालिन्छ। अनि त्यही भएर अनि अब हामी चाहिँ हिँड्दै गइरहेको छौँ। यहाँनिर मेरो चाहिँ यही भारी बोक्ने तरिका सलमा बाँधेर बोकिरहेको छु, गइरहेको छौँ। बाटो पनि यस्तो छ, हुस्सु लागिरहेछ। अब 2 घन्टा नि लाग्दैन, अब त तेर्सो छ माइत पुग्नु पनि। यस्तो छ है बाटो चाहिँ। पर साली भेना अगाडि गफ गर्दै यहाँनिर दिदीलाई चाहिँ पछाडि छोडेर अगाडि गइरहेछन् साली भेना चाहिँ। म चाहिँ यहाँनिर पछाडि भिडियोहरू बनाउँदै हिँडिरहेको छु। हुस्सी लागिरहेछ है झापातिर चाहिँ, यस्तो गर्मी घामले है, गर्मी भएर सकिँदैन। यहाँ चाहिँ घामै देख्नु पाइँदैन, तर पनि ठिक छ। मलाई चाहिँ कुल मौसम लागिरहेछ है झापाको गर्मीमा बस्दा। अनि यता माथि त एकदम मौसम पनि कुल ठिक क्या। मलाई चाहिँ कस्तो शीतल लागिरहेछ होइन, माइन्ड पनि फ्रेस भइरहेछ। एकदमै राम्रो वातावरण चाहिँ छ। त्यही हो, अब यता माथितिर अब घाम लागेन, लुगाहरू कपडाहरू धोएर सुक्नु चाहिँ एकदम गाह्रो हुन्छ, नत्र त है कस्तो कुल मौसम क्या। अनि म चाहिँ हिँडिरहेको छु, साली भेना गफ गर्दै हिँडिरहेछ। त्यही हो, अब हामी तेर्सो छ। अब त अलिकति माउलीदेखि अलिकति माथि रोडसम्म, रोड त रोडै छ, तर पनि अलिक माथिसम्म चाहिँ अलिकति उकालो हिँड्नु पर्यो हामीले। अन्त हामी त तेर्सो सजिलो तरिकाले गइरहेछौँ। यहाँ चाहिँ साली भेनाहरू हेरौँ न, नाटक गर्दै हिँडिरहेछ है। दिदीलाई हेला भयो है यहाँनिर, यत्रो भारी बोकाएर कुम्लो बोकाएर मलाई चाहिँ नि हेप्यो। अहिले चाहिँ अलिअलि घाम लागिरहेछ, केही देखिरहेको छैन है, हल्का अलिअलि देखिनेछ, नत्र त सबै हुस्सुले ढाकिरहेछ है। अहिले चाहिँ म अगाडि आएर यिनीहरूको मलाई रिस उठ्यो क्या, यिनीहरू अगाडि गफ गर्दै हिँडेकै गऱ्यो कि। अनि त्यही भएर म चाहिँ स्पिड कुदेर अगाडि आएको। अब उनीहरूलाई पछाडि पारेर म अगाडि जान्छु। के कुरा गर्छ। हाम्रो देशको बाटोको हालत पनि देखाउनु न के हो यस्तो। हाम्रो झऱ्यो भने के हुन्छ। हामी चाहिँ परदेखि तेर्सो अब त हाम्रो बाटो तेर्सो छ नि त। बहिनी के भन्न चाहनुहुन्छ? म के भन्न चाहदिनँ, यो बाटोको हालत देखेर म यतिको त राम्रो हो बहिनी। हामी त पहिला माउली आउँदा झन् कस्तो कुरो, यो बाटो त कति कुरो हुन्थ्यो कसम। कुरो पर वीरेन्द्र चोक पुगेर कुरो केलाउँदा 1 घन्टा जति त लाग्छ क्या। अहिले त यतिको राम्रो जे होस्, बाइकहरू कुद्ने गाडी ट्याक्सी नै कुद्छ नि, यो बाटो त ट्याक्सी नै कुद्छ। धेरै राम्रो नि, यतिको नि भयो पो त होइन। नत्र हामीलाई त माथिबाट चतुरे निस्केर उता जानु पर्थ्यो। यताबाट त सर्टकट पर मानपुर निस्किन्छौँ नि त हामी, सर्टकट बाटो। ल गाइस, अब भेट्दै गरौँ है। मलाई चाहिँ अब भारी त त्यस्तो गरम पनि छैन। अब अहिले भरे म भिडियो गर्दै गर्छु। यस्तो चाहिँ हामी पहिला सानोमा साह्रै उडाइन्थ्यो के सक्दो। अलिक डाँडामा गरेको भन्थ्यो नि। ल हेर्नुहोस् त, यहाँ त कुचो टिपेकै छैन रहेछ हौ। यसपालि कुचोको भाउ आएन कि क्या हो यता माथितिर। कुचोहरू त त्यत्तिकै छ त बगानमा त। यहाँतिर चाहिँ सबै डढेलो लगाइसकेको रहेछ। हामी त कुटेबारी छिर्नु आँटिन् त, छिट्टो आइपुगिन्छ क्या। कुटेबारी त उतै त हो। लगाइदिएको छ, के पनि लगाइदिएको छैन। साथी हो सुन्नु हुँदैछ, साइडमा चरा कराएको ल्याउली चरा
वाउ कस्तो मजाले यसरी ल के पो भनेर ल अब चाहिँ खलङ्गे हामी आइसक्यौँ। पानी पर्ला जस्तो कालो बादल लागिरहेछ। तल लारुममा देखिरहेछ खलङ्गे। यो खलङ्गेको स्कुल हो, हामी पहिला पढेको स्कुल। अहिले त सबै नयाँ बनाइसक्यो। साथीहरू यो चाहिँ पहिला म पढेको स्कुल हो, खलङ्गे स्कुल हो। के पो छ स्कुलको नामै आफूले बिर्सेँ, श्री दुर्गा। अहिले त है मावि होइन, श्री दुर्गा माध्यमिक विद्यालय हामी पढेको स्कुल हो। अहिले त सबै नयाँ बनाइसक्यो। हामी पहिला पढेको त यो अलिक पुरानो टिन लगाएको त्योमा मात्रै हामी 8 अहिले कति क्लास हो त्यो 8तिर होला, त्यहाँतिर हामी पढेको। यति राम्रो थिएन नि ग्राउन्ड, अलिक अहिले त मजाले मिलाएको छ, राम्रो देखेको छ। अहिले नयाँ स्कुल बनाएर यहाँ त भुसभुसे भन्थ्यो गाइस, यति साह्रो धुलो उड्ने। आम्मा यहाँको धुलो त भुसभुसे, यो ठाउँलाई नै भन्ने होइन भुसभुसे। भुसभुसे रोड यही हो। अहिले चाहिँ त्यही अलिक मजाले बनाएको छ र पहिलाको जति चाहिँ उठ्दैन है रोड। न त यो रोड त माथिसम्मै धुलोले बिजोग बनाउँथ्यो नि। अनि हामी स्कुल पढ्दा खाजा खाने ठाउँ भनेको चाहिँ यहीँ हो। यो मेरो साथीको घर पनि हो, मेरो बोजू पनि पढ्नुहुन्छ यहाँ। चटपटे खान्थ्यौँ। यहाँ हामी चाहिँ फाइनली खलङ्गेमा आइसक्यौँ। अच्छा अब बल्लैले अब यहाँदेखि हाम्रो उता जान्छौँ। 15-20 मिनट जति लाग्छ। यस्तो भारी बोकेको थियो नि त हौ। अनि हेर्नु न, यहाँ चाहिँ हामी दाइ भाउजूको पसलमा आएर अलिअलि सामानहरू घरमा लानुपर्ने थियो। अनि सामानहरू किनेर घर जाने। 50 अब 1 केजी मुसुरी दाल। मेरो भ्लगमा भाउजूलाई स्वागत छ। हेलो भनिदिनु न, म हाल्छु पो त भिडियो। कसरी केजी हो यो मुसुरी दाल? 165 रुपियाँ। 165 दिनुहोस्। सीसी क्यामेरा पनि छ यहाँ, देखाउनु न। ए यहाँ तपाईँ सीसी क्यामेराको निगरानीमा हुनुहुन्छ है। मैले त्यस्तो केही गरेँ दायाँ बायाँ केही गर्नु भएन, होइन भने कारबाही गरिहाल्छ क्या। त्यही त पानी पर्नु आँट्यो, बाहिर पानी पर्नु आँट्यो। हामी कसरी जाने होला, छाता पनि छैन। नपरोस् है ओत मागे सेवारो। ल यहाँ चाहिँ अहिले हाम्रो बहिनी ज्वाइँ पनि आइपुग्यो हामीलाई सघाउनु, हाम्रो भारीहरू बोक्नु। धेरै भएको कारणले गर्दाखेरि माथि पनि छ हामीले राखी छोडेको। अब हामी माथि चटपटे खाएर घर फर्किन्छौँ। आमै नुया बाई बाई। अब हामी घर जान्छौँ खाजाहरू खाएर। नयाँ ल अब चाहिँ हामी जान्छौँ। चार्जर मैले बोकेको छु। लु हाम्रो यात्रा चाहिँ हामीलाई पर्खिँदा कुखुरा घटिसक्यो अरे। मेजमान दिनुको लागि लिएर आएको कुखुरा अरे। हामी ढिलो पुग्यौँ अरे। अनि यहाँ बहिनीहरू पनि हामीलाई लिनु आएको थियो यहाँ शनिबारसम्म। अनि अहिले हामी चाहिँ जाँदैछौँ। ल यस्तो राम्रो रोड छ नि, के गाडीको व्यवस्थै छैन। यसरी हिँडेर जानुपर्छ। हेर्नु त आमामामा, यो यति राम्रो रोड भएको नि के अर्थ भयो हौ। रिजर्भ लिएर आयो भने मात्रै, नत्र हामीलाई उहाँ मेन रोडमै छोडिदिन्छ। गाह्रो छ हौ। कता हिँडेको भुजा बोकेर, कुम्लो बोकेर, कसैली बोकेर, तिमी हट भएर
तिमी क्युटी भएर यो चाहिँ गैरी गाउँ हो हाम्रो चाहिँ। अब यहाँदेखि त्यस्तै 10-15 मिनटमा पुगिन्छ गैरी गाउँ। अनि यहाँ माथि मन्दिर छ थाङसेबुङ मन्दिर, त्यहाँ चाहिँ जहिले बिहिबार पूजा गर्छ। यहाँ बहिनी ज्वाइँ साली भेना हिँडिरहेछ, म चाहिँ यता पछाडिबाट भिडियो गर्दै अब चाहिँ हामी आइपुग्नु आँट्यो है। हाम्रो घर चाहिँ तल छ। यहाँ बाटो रोड खनेकोले गर्दाखेरि चाहिँ अलिकति यहाँ बाटो अप्ठ्यारो रहेछ, ठिकै छ। तर पनि मेरो माइत घर त तल देखिँदैछ, सबैभन्दा अन्तिम घर हो मेरो माइत घर चाहिँ। मेरो माइत गाउँ त्यस्तो धेरै बाक्लो घरहरू त छैन, तर सानो चिटिक्क परेको छ है, यति हो। अनि यता तल अन्तिममा मेरो माइत घर बरपिपल। यो अब चाहिँ हामी आइपुग्नै आँट्यो है, अब अलिकति टाइम लाग्छ। बाख्राखोर तल मेरो माइत घर। अब हामी आइपुग्यौँ, हामी माथि डाँडादेखि आएको माइत घर पुग्नै आँट्यो। माइत घरमा को छ अहिले? मेङ्सो देखेको छैन होला। अब पुग्नु आँट्यौँ हामी। आयो त हामी के गरेको? नमस्ते मलाई चाहिँ नमस्ते गरेको नमस्ते अरे कान्छी त केटा जस्तो हो त मलाई पनि दिनु है ल। यता ठुलो नानी के खानु भएको? यो म चाहिँ माइत घर पनि आइसकेँ। अनि आएर अब अहिले चाहिँ खाजासाजाहरू बनाउँदैछ बहिनीहरूले। अनि म चाहिँ यता बारीमा आएको, किनकि आज चाहिँ एकदम मेरो बहिनीको जन्मदिन हो नि त। अनि हामीले चाहिँ बर्थडे तल झापादेखि मगाएको छौँ, आइपुग्यो अरे। बहिनीलाई केही कुरा पनि थाहा छैन, अनि अहिले म पर दाइले ल्याइदिइसक्नु भयो अरे। अनि अहिले अलिक भ्याउँदैछिनँ, एकछिनमा त्यहाँ फ्रिजमा राखिदिँदै गर्नु है भनेर भन्नुको लागि बहिनीहरूले सुन्छ भनेर म चाहिँ यता आएर बारीमा आएर फोन गर्नु आएको छु कि बहिनी आज मेरो अन्तरी बहिनीको जन्मदिन हो। अनि त्यही भएर थाहा पाउँछ होला भनेर म चाहिँ यता आएको। यहाँ नि मकै गर्दै हुनु रहेछ। दिमा नमस्ते। सेवा के मकै गर्नुभएको? ए एक्लै? ए सक्नु आँट्नु भएछ तल्लोतिर सबै गर्नुभएको। अहिले चाहिँ मकै गर्ने धमाधम काम भएर चाहिँ हाम्रो नि मकै गर्नुपर्ने छ अरे थुप्रै। अब हामी पनि भोलिदेखि चाहिँ मकै गर्नु पर्ने छ होइन। ए जोतेर गर्नुभएको रहेछ नि त। कान्छी म चाहिँ अहिले केक लिन गइरहेको छु। मैले दाइलाई मागेको थिएँ तल दमकबाट केक लिनु गएको छु। उताबाट चाहिँ ढाँटेर एकछिन म बारीहरूको फोटो खिचेर आउँछु है भनेर यताबाट लुकेर आएको। पानी पर्ला जस्तो भएर कुदिरहेको छ एकदमै। उसलाई थाहा नै छैन क्या, उसले भनिरहेको थियो, बहिनीले भनिरहेको थियो मलाई दिदी तलबाट केक मगाइदिनु न भनेको। अनि हामीले कुरा मिलाएको छौँ। पाएन, गाडी नै आज झरेन रहेछ भनेर भनेको थिएँ। अनि म त एकदम उनीहरू पर खाजाहरू बनाइरहेछ क्या। अनि म चाहिँ दाइको घर अलिकति हाम्रो घरदेखि
अलिकति यता माथि हो, त्यही भएर केक लिन गएको। तर पानी पर्ला जस्तो छ। म सकेसम्म कुदिरहेको छु यहाँनिर, तर कुद्नै सक्दिनँ हौ उकालोमा। सास भरेर उकालोमा म त कुद्नै सकिनँ। मान्छेलाई सरप्राइज दिनु कति गाह्रो है। राम 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 यता म्यानेज गर्नुपर्छ, यता थाहा पाउँछ कि भन्दै होइन, धेरै गाह्रो छ नि सरप्राइज दिनु पनि। म यो उकालोमा हिँड्नु नसक्ने रहेछ हौ। पानीमा कस्तो गाडाङ गुडुङ गरिरहेछ। मलाई त गाडाङ गुडुङ गरेको बेला त एक्लै बस्नै मन लाग्दैन, बाहिर हिँड्नै मन लाग्दैन क्या। राम 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 कति सास बढेको हो मेरो। ल साथीहरू, म चाहिँ अब त्यही हो केक लिएर अहिले एकछिनको भिडियोमा भेट्नुपर्छ है त। अब चाहिँ म आइसकेँ केक लिनु दाइहरूको घरमा। सास बढेर नि कस्तो गाह्रो भयो बोल्नु पनि। त्यही हो त। केक चाहिँ यहाँ ल्याइदिनु भएको रहेछ दाइले, सबै प्याक गर्नुभएछ। आउनु बित्तिकै भाउजूले स्ट्रिम पनि दिइहाल्नुभयो। अब यो चाहिँ म घरै लगेर खान्छु। एकदम काम गरिराख्नु भएको रहेछ दाइहरू। यता तलबाट घर पो बनाउनु आँट्नु भयो क्या दाइहरूले त। ल साथीहरू, मैले केक पनि पाइसकेँ। अब म घर जाँदैछु। घर गएर एकछिन केक चाहिँ म बाटोमै राख्छु कि यता, अनि एकछिनमा अर्को बहिनीसँग सल्लाह गरेर चाहिँ कतिखेर के गर्ने भनेर हामी बहिनीलाई बर्थडे सरप्राइज दिन्छौँ। अब चाहिँ हामी बहिनीलाई बर्थडे सरप्राइज दिनु आँटेको छौँ। एकदम हाम्रो चाहिँ उठेर हेर्नु पऱ्यो, हेर्दैछ कि छैन? हेर्दै छैन? हेर्दै छैन। ल हेर्दै छैन। Happy birthday to you. Happy birthday to you. Happy birthday to छिटो भन्नु न सबैले। Happy birthday to you. के आयो? छैन त नि राम्रो एक्सपेक्टेसन छैन त नि। के भयो अब? एक्सपेक्टेसन त राम्रो आएन त नि। काम त आज ह्याप्पी बर्थडे। अब एकछिन काट्नुपर्छ। धेरै धेरै शुभकामना। कति गाह्रो भयो सरप्राइज दिनु। आशा गरेको भन्दा नि जस्तो त फिलै भएको थिएन। मैले त्यसरी हामीले कति दुःख गरिदिए गाइस। अनि रिनाले आफै कुरा मिलाएको त नि घाँस लिएर भनेर पर लुकेर राखेको थिएछ कि। कस्तो अलिकति भन्नु न मलाई। Happy birthday to you. Happy birthday. Alik salam naच naच Happy birthday.